कागसँग मेरो 10 वर्षको दुश्मनी। सानो पनि लाग्यो कि मलाई यो त पुरानो घटना सम्झना आउँछ। भन्ने गरिन्छ नि काग निकै बुद्धिमान हुन्छ, तर यति धेरै रिस पनि राख्छ भने त मैले आफ्नै टाउकोले सिकेँ। करिब 11-12 वर्ष अघि एउटा सानो कागको बच्चा गुणबाट उड्ने अभ्यास गर्दा चोकमा खस्यो। माउ काग पनि माथि छानामा बसेर दिनभरि कराइरहेको थियो। मलाई दया लाग्यो, बिच्रो बच्चालाई बिरालोले मारिदिला भनेर लट्ठीले हल्का ठपाएर ठुलो बाल्टीतिर पुर्याइदिएँ। मैले त सहयोग गरेको ठाने, तर भोलिपल्टदेखि माउ कागले मलाई अपराधी घोषणा गरिसकेको रहेछ। कोषमा पुग्ने बित्तिकै फ्यात्त पखेटाले टाउकोमा हान्ने। बिहान मर्निङ वाक जाँदा पछाडिबाट कहाँ 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 मानव प्रहरीको साइरन जस्तै एउटा करायो भने अर्को पनि थपिन्थ्यो। एक दिन त अफिस पुग्दासम्म पन्छ्याएर पन्जाले चिथोरेर गयो। पानीको ट्याङ्की सफा गर्दा पनि छाता ओढेर सफा गर्नुपर्ने अवस्था। काग देखेपछि म अनि म देखेपछि काग, दुवैको ड्युटी सुरु। रिसले एक दिन मासुमा मुसा मार्ने विष मिसाएर राखे। ढोका बन्द गरेर सानो पालबाट हेर्दै बसे। काग आयो, यताउति हेऱ्यो, मासु नजिक पुग्यो, सुँग्यो, फेरि चारैतिर निहाल्यो। मैले सोचेँ अब त खाइस्, तर होइन, उसले मासु छुँदै नछोई उडेर गयो। त्यति बेला बल्ल बुझे काग साँच्चै बाथो रहेछ। त्यो मासु मैले नै डस्टबिनमा फाल्नु पर्यो। अचम्म के भने करिब 10 वर्षसम्म साउन असार लागेपछि उसले मलाई सम्झिरहन्थ्यो। अनुहार नै चिन्थ्यो जस्तो लाग्यो। विज्ञहरू भन्छन् कागले मानिसको अनुहार सम्झन सक्छ र खतरा सम्झेको व्यक्तिलाई लामो समयसम्म इस गर्न सक्छ। त्यसैले साथीहरू, कागसँग झगडा नगर्नुहोस्, किनकि बाँदरले 12 वर्ष रिस राख्छ भन्ने सुनेको थिएँ, तर कागले पनि कम छैन रहेछ। ल भन्नुहोस् त, तपाईँलाई पनि कहिले कागले यसरी लखेटेको छ? कमेन्टमा आफ्नो अनुभव सुनाउन नबिर्सनुहोला।